यहाँ भनिएको झोले मात्र बाँकीका झोलेलाई भनिएको हो। कृपया अरू झोले चुपचाप बसिदिनु होला, धन्यवाद न। झोले ग्याङ माचिस सेप्टेम्बर नो काकिस घर नै छोडेर भागिस पछि आएर गाड दिसेन हेर गुड बोय को आयो महेश दलले भने चोर आयो अहिले करायो तर सेप्टेम्बर नुमा हरायो फल्टमा रस मात्र बनायो सियो अहिले ये थियो खोज बनाइ पिखो आँखा धेरै नबोलाइ जाखा होला है गरम माथा भाग्नु पर्ला पाखा बरु विष्णु पौडेल जस्तो लाखा मादर जात देख बात जनता नै हो खास नगर अब एपी बाको आस होला फेरि मिल्का भन्नु नपुरोस् महेश दलले भाग मदर जात न यो गीत होइन वार्निङ हो धेरै नबमकी मनी सन्की 2 वर्ष अगाडि गाउँदा थम्की राजनीति मन पर्दैन त्यसैले भने फक राजनीति चोर त भने चोर नेता भन्दा किन खुट्टा तान्दिने आएर ब्याक बोयलाई गाड्दिने नजरमा राख्ने म चाहिँ किन नान दिने दिस होइन यो कल आउट हो जो फेक बोल्छ यो ब्ल्याक आउट हो साँचो पेट्रियोट स्ट्रिटमा रियाक्ट गर्छ झुटा झोले डाइरेक्ट इम्प्याक्ट गर्छ योट मात्र जिस्किएको छैन नि तर बिच्किएको डराएको होइन मात्र कामले बिचिएको छैन कसैको दबाबमा नेपाल बोय खिचिएको केही ठुला काम गरौँ भनेर मात्र निस्किएको त्यसैले रस्टम गरी देखिएको आउटतिला विषयहरूमा बोल्न डराउँथे त्यसैले मैले रोस्ट गर्थे अब अहिले जो पनि बोलिरहेको हुन्छ त्यसैले रोस्ट गराउँदै गरेको छ ठिक छ मलाई खुसी लागिरहेको छ जुन विषयमा बोल्न चाहन्थे अरूले त्यो विषयमा बोलिरहेका छन् त्यसैले म कम बोलिरहेको छु तर म फेरि आउँछु है र